हेलो साथीहरु, सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। सो साथीहरु, सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। अनि साथीहरु, आज चाहिँ म छोरीलाई नुहाइदिन माथि आएको छु किनकि तल भने अलि जाडो छ। अब चाहिँ जाडो हुन लाग्यो। त्यही भएर माथि घाममा नुहाइदिन आएको। सानो यहाँ बिजी गर्छु। यता हाई भन्दिउ न। यता छिटो हाई। अब चाहिँ म छोरीलाई नुहाइदिन्छु। साथीहरु, मेरो छोरी चाहिँ नुहाएर पनि सकिन्। मेरो छोरी चाहिँ नुहाउँदा रुइन्। सानो रुको टाटा गरिदिउ। टाटा सानो टाटा गरिदिउ। टाटा मैले नुहाएँ भनिदिउ। मैले नुहाएँ मम्मी भनिदिउ। ल छिटो टाटा भन। अब तल जामस् चाची लगाउने हस्। सो साथीहरु, मैले चाहिँ नानीलाई नुहाएर पनि भ्याइसकेँ। माथि चाहिँ यस्तो गर्मी छ, तल चाहिँ चिसो हुन्छ बच्चाहरूलाई। अब चाहिँ जाडो हुन लागिसक्यो। त्यही भएर म चाहिँ माथि लिएर आएको नुहाउन। सो साथीहरु, म चाहिँ नानीलाई नुहाइदिएर पनि तल मेरो सानी चाहिँ नुहाइ बिजी गरेर खेल्न लाग्छिन्। अहिले चप्पल लाएर कहाँ जाने तिमी? चप्पल लाएर खेलेको? त्यही खेल्ने हौ? तिमी त्यही खेल्छु? यता हेरिदिउ न एकचोटि। यता हेरिदिउ। सो साथीहरु, म चाहिँ नानीलाई नुहाइदिएर नानी पनि सुतिन् एकछिन। म पनि बसेँ। अहिले चाहिँ हामी फेरि माथि आएको छौँ शीतल टप्नको लागि। यहाँ चाहिँ नानी बाबु खेलिरहेछन्। सानी हेर त कहाँ हो? को हो यिनी? को हो? बहिनी खै? बहिनी खै? के खाएको? के खाएको छानेले? हाम्रो छानेले के खाएको? बहिनी कहाँ गयो? बहिनी आऊ यता आऊ। आऊ दादा दादा केरा देखाइदिउ न यहाँ। खै केरी खै। म चाहिँ नानी बाबुसँग खेल्दैछु यहाँ माथि। अनि साथीहरु, आजको लागि चाहिँ यति नै भिडियो। सबैजनाले लाइक शेयर सब्स्क्राइब गरिदिनु होला।